कति भयो ओरेन्टमा आएको? 3 महिना भयो हजुर। 3 महिना भयो। हजुर। कमाइ धमाइ कस्तो छ? मान्छे छ नि एक्सिडेन्ट भएर भन्नु। कमाइ कस्तो छ? हजुर। कमाइहरू कस्तो छ? अहिले त ठिकै छ। अब अहिले ठिकै छ। ठिकै छ? ठिकै छ। ठिकै छ। ठिकै छ है? हजुर। अनि कतिवटा टिकटक बनायो? अहिले 3टा बनाएको हजुर। 3टा? हजुर। सबै लोड भइसक्यो? पोस्ट गरिदिए। पोस्ट गरिसकेको? यो ड्रेसको मात्रै पोस्ट गरेर कस्तो छ भनेर यो कम्पनीको ड्रेस त्यसैले पोस्ट गरिदियो। राम्रै छ ड्रेस। नाचेन नि? नाचेको भिडियो बनाएन? हजुर। नाचेर चाहिँ भिडियो बनाएन? गाना हुनु पर्यो नाच्नलाई। गाना कहाँ नाच्नु? गाना बनाऊ न, एउटा दामी गाना बनाऊ त। गाना बजाउनु न, डान्स म गरिहाल्छु। त्यहाँ बजिरहेको छ त। अब यहाँ इयरफोन छ मेरो कानमा, सुनिँदैन कुन गाना हो? उता फर्किन भन नि दिदीलाई। सुत्ने होइन र? सुत्ने अब सुत्ने। यार अलि राम्रो राम्रो गीतको दिदीलाई उता फर्किन भन। गीत होइन? म डान्सै गरिदिनु एउटा गाना निकाल्नु ल। डान्सै गर्छ है। खै डान्स हेरे गाना निकाल्दैछ। My time is bad, so I'm silent. Let the time come. यहाँ म राख्छु Who I am. अनि म पनि थाहा लाग्छ। My time. अब सुत्यो 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 सुत्यो। सानै गाना थियो कठिन। अरे नाचिसकेको? यतिमै नाचेको त्यति मात्रै छोटो हो। खै नाचिसकेको? सानै गीत थियो। सानो थियो? कस्तो सानो गीत हो अनि? ए डान्स गर्नुपर्छ। अनि पखाउनु गीत निकाल। डान्स पो गर्नुपर्छ मजाले। गीत नि लाइक कमेन्ट आउँछ। अलिअलि त खुट्टामा पनि चलाएर हुन्छ त। यदि खुट्टा चलायो नि अनि त्यसपछि छोड। म गीत गाइदिन्छु त डान्स गर्नु नि त। म गीत गाइदिन्छु तपाईँ डान्स गर्नु।